गर्नुपर्छ मैले बस आवाजमा दिन्छु ओके सो can we begin the countdown so it's time to welcome on the stage Swapna Shubham and the Oscar 10 Shubham Shubham and the Oscar जाडो भइरहेको थियो होइन अनि आज सो होला नहोला जस्तो लागिरहेको थियो मलाई बट इन स्पाइट अफ द्याट यति धेरैजना आइदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच फर द बटम अफ माई हार्ट सो अफकोर्स अब जति पनि टाइम बाँकी छ हामीसँग त्यसमा म सबै तपाईँलाई हाम्रो ओरिजिनल गीतहरू सुनाउँछौँ तपाईँहरूले सुन्नुभएको गीत छ भने हामी सँगसँगै गाइदिनुहोस् त्यस्तो केही रेस्ट्रिक्सन छैन गाउनु नमिल्ने केही पनि छैन
नसुन्नु भएको गीत पर्यो अथवा कतिजनाले हामीलाई फर्स्ट टाइम सुन्नु भएको छ भने आई होप यु गाइज विल इन्जोय आवर सेट भन्न चाहन्छु सो सुरु गर्नु अगाडि चाहिँ आई वुड लाइक टु इन्ट्रोड्युस मेरो ब्यान्डमेट्सहरू एन्ड देन वे गर्न स्टार्ट है त सो फर्स्ट अफ अल तपाईँहरूले गिटार्समा देख्नुभयो हाम्रो हिरो असिम इज अन द गिटार त्यसै गरी किजमा मेरो एकदम मिल्ने साथी आयुष अन द किज पछाडि ड्रम्समा हाम्रो अर्को हिरो सरोज इज अन द ड्रम्स त्यसै गरी साउन्ड एन्ड बेसमा हाम्रो एलिस इज अन द साउन्ड एन्ड बेस उता अगाडिबाट एन्ड आज सबै कुरा हाम्रो मिलाइदिने हाम्रो म्यानेजमेन्टमा चाहिँ हाम्रो ऋषभ दाजु हुनुहुन्छ एन्ड टुगेदर वी आर कल्ड स्वप्न सुमन एन्ड दि एस्टर्स सो वन्स अगेन मैले भनिहालेँ थ्याङ्क यू सो मच फर बिङ हियर गाइज थ्याङ्क यू सो मच अबको जति पनि टाइम छ त्यसमा हाम्रो सबै ओरिजिनल गीतहरू तपाईँलाई सुनाउँछौँ तपाईँहरूलाई आउँछ भने हामी सँगसँगै गाउँछ है त थ्याङ्क यू वन्स अगेन गाइज यो मेलोडीमा मैले एउटा गीत बनाएँ त्यो गीतको नाम चाहिँ म तिम्रो भयो अनि यो गीत चाहिँ मैले ब्याक इन 2019 रिलिज गरेको थिएँ मैले अघि भने जस्तै तपाईँहरूले कहीँ न कहीँ सुन्नुभएको छ होला यो गीत सो आई वान्ट यु गाइज टु सिङ दिस सङ टुगेदर विथ मी है
मध्यरातसम्मको हाम्रो कुराकानी थियो समयको बेगसँगै बदलिएमा बदलिरह्यो तिमी पनि हेर न के गरौँ रित यस्तै रहेछ जिन्दगानीको थाहा छैन के थियो तिम्रो मेरो बिचमा
कुराहरू भइरहेको थियो धेरै दुश्मन शत्रुहरू थिए जसले यो प्रोग्रामै हुन दिन्न भनेर भन्नुभएको थियो तर उहाँको इन्टायर टिमले जुन मेहनत जुन आर्ट जुन एउटा रिक्स एउटा च्यालेन्ज लिनुभएको छ नि जसले गर्दा पुसको 29 गतेदेखि आज मार्चको 14 गतेसम्म हामीले धेरै राष्ट्रिय कलाकारहरू थुप्रै ब्यान्डहरूलाई यो मञ्चमा लिएर आएको छ आज तपाईँ जुम्बक ब्यान्डको पर्फर्मेन्स हेर्न सक्नु भएको छ स्वप्न सुमनको पर्फर्मेन्स हेर्न सकिराख्नु भएको छ नि बिकज ओन्ली रेड रक इभेन्ट एन्ड म्यानेजमेन्ट प्लिज मेक सम नोइज फर र भोलिको दिनमा पनि हामी रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टले यस्तो थुप्रै आर्टिस्टहरूलाई यही चितवनको मञ्चमा ल्याउने बाजा गर्दै अहिलेको लागि भने रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको लागि मेक सम नोइज चितवन And thank you so much, Dai, for inviting us. Thank you so much. Okay, so can we have a special moment for our Bikal Chandradar, please, everyone? थ्याङ्क यू सो मच प्रेरणा थ्याङ्क यू चितवन तपाईँहरू सबैजना आएर यो कार्यक्रमलाई सफल बनाइदिनु भयो थ्याङ्क यू सो मच लभ यु अल अनि विशेष गरी यो 15 दिनमा जुन टिम छ हाम्रो रेड रक इभेन्ट एन्ड फ्यामिली विशेष गरी पालदेन घलान बद्री बोरा विजय गुरुङ साइदुल भाइ आशिष भाइ गुरुङ भाइ राम भाइ छोडारी दाई लगायत मेरो सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज विशेष गरी यो इभेन्ट रेड रकले मात्र होइन लुप इभेन्ट्स ट्वाइलाइट इभेन्ट्स पनि यसमा जोइन्ट भेन्चरमा हामीले काम गरेका छौँ अनि यो टिमले अबदेखि चितवनमा यसरी नै काम गर्नेछ हाम्रो मोटो भनेको सस्तो रेटमा अडियन्सले चाहिँ कन्सर्ट हेर्न पाउनुहोस् भन्ने चाहन्छ हाम्रो कन्सर्टको मोटो ओन्ली 300 भनेर हामीले अहिलेसम्म चाहिँ सस्तोमा अडियन्सहरूले चाहिँ लाभ लिन पाउनुहोस् भन्ने हिसाबले हाम्रो सेटअप पनि तपाईँहरूले देख्नुभयो लन्डन सिटी स्ट्याचु अफ लिबर्टी यत्रो सेटअप नेपालमा काहीँ पनि भएको छैन जे हुन्छ चितवनमै हुन्छ तपाईँहरूलाई अर्को कुरा थाहा छ महोत्सव कहाँबाट सुरु भएको चितवनबाटै सुरु भयो नेपालमा त्यसपछि यो लन्डन ब्रिज अनि लन्डन सिटी स्ट्याचु अफ लिबर्टी यो होल कन्सेप्ट पनि कहाँबाट सुरु भयो चितवनबाटै भयो त्यो सो चितवनेज वी हेभ टु बी प्राउड है हामी एकदम गर्व गर्नुपर्छ थ्याङ्क यू सो मच लभ यु अल बाई Okay, thank you so much. So can we have some noise for our Red Rock event? र त्यसै गरी इभेन्ट पार्टमा हामीलाई लुप प्रडक्ट र ट्विट लाइट इन्टरटेनमेन्टले पनि साथ दिइराख्नु भएको छ सम्पूर्ण प्रति हृदयदेखि सम्मान छ र दाइले भने अनुसार चितवन मान्छे भनेको त अमेजिङ हो क्या चितवनको क्राउड अमेजिङ हो चितवनले जुन तरिकाले आर्टिस्टलाई एउटा रेस्पेक्ट एउटा माया र एउटा ब्लेसिङ दिन्छ नि त्यो कुनैमा ठाउँमा हुँदैन चितवनबाट सुरु हुन्छ कि कलाकारहरू पनि हामी चितवनबाट धेरै छौँ स्वर ब्यान्ड पनि चितवनको सुजन चापागाई पनि चितवनको अन्य यस्तै कलाकारहरू पनि चितवन